सबैमा नमस्कार। 2046 र 47 को जनआन्दोलन, 10 वर्ष जनयुद्ध, 62-63 को जनआन्दोलन, 82 को जेन्जी आन्दोलन को राजनैतिक घटनाक्रमलाई मध्यनजर गर्दै तीनटा विषयमा ध्यानमा राखी तपाईहरु माझ उपस्थित भएको छु। एक नम्बरमा, जबसम्म नेपालमा निशुल्क उच्च शिक्षा लागू हुँदैन। 2 मा, जबसम्म निशुल्क स्वास्थ्य उपचार ग्यारेन्टी हुँदैन तबसम्म यो आन्दोलन जारी रहनेछ। 3 नम्बरमा, जबसम्म नेपाली जनता गरिबबाट मुक्ति हुँदैनन्, गरिबी जनताको ऋण मिनाउँदैन तबसम्म यो आन्दोलन जारी रहनेछ। र यति सरकारले र यति जिम्मेवार व्यक्ति राजनीतिक दलले नबुझेमा यसको भोलि आएर आउने घटनाक्रमलाई, क्षतिलाई जिम्मेवार राज्य पक्षबाट लिनुपर्नेछ। र सैद्धान्तिक रूपले मागिरहँदा, कुरा आवाज उठाइरहँदा यति ध्यान दिनु भएन र यति सुनिश्चित भएन भने हामीले माग्दा पाइएन भने खोज्नु पनि जानेको छौं। त्यसैले यो चाहिँ जिम्मेवार व्यक्तिहरूबाट ध्यान जाओस् भन्ने आग्रह गर्दछु। र भर्खर आएर केही खुसीको खबरहरू आएछ। राज संस्था जेन्जीको संस्था संगठनले निशुल्क उच्च शिक्षाको आवाज उठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद र उहाँलाई स्वागत। र त्यसैगरी दुर्गाप्रसादज्यूले पनि गरिबी जनताको ऋण मिनाको बारेमा उठाउनु भएको छ, आवाज उठाउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद र उहाँलाई स्वागत। र निशुल्क स्वास्थ्यको लागि पनि हामी सबै लागेर नेपाली जनताले निशुल्क स्वास्थ्य उपचार पाउनुपर्छ, गरिनुपर्छ। राज्यको दायित्व हो, यसमा राज्य पक्षको जिम्मेवार हो भन्नेमा राज्यबाट संविधानमै र कानुनमै सुनिश्चित गराउनु हामी सबै लागेर सुनिश्चित गरौँ भन्ने आग्रह गर्दै विचार मिल्ने संगठनहरूसँग जस्तो राज संस्थाका जेन्जीसँग संगठन, दुर्गाप्रसाई र विचार मिल्नेसँग हातेमालो गर्दै संगठनलाई अगाडि र आन्दोलनलाई अगाडि बढाउने बाचा गर्दछु। र तपाईहरुले यो भिडियो चाहिँ धेरैभन्दा धेरै शेयर गरेर जिम्मेवार व्यक्तिहरूको मा पुगोस् र सामाजिक सञ्जालमा सबैमा पुगोस् र तपाईहरुको राय सुझाव पनि आओस् र तपाईहरुको अवश्य पनि समर्थन रहने नै छ भन्ने आशा र अपेक्षाका साथ हवस् त बिदा हुन चाहन्छु। बिदा हुनुभन्दा अगाडि मेरो मोबाइल नम्बर 9824 901329 9824 901329। हवस् त, धन्यवाद।